डोटी आएम डोटी आम डोटी यो डोटी डोटी आएम भने के आइपुगे छोटो सोलियाली छोटो केलाए दियो सारा सहरले लगायो मैमा लाइफ की गाड़ी ऐसा मत करो मेरी जान, लाइफ में कुछ अच्छा करो यार। हामी चाहिँ हैन घुम्न भनेर निस्केको अनि कता कता मन्दिरतिर अनि नयाँ नयाँ ठाउँ जाने भनेको कहाँ कहाँ जानु लाग्यो मलाई नि थाहा छैन। अहिले चाहिँ बीच बाटोमा गाडी रोकेछ, त्यही भएर मैले यही बेलामा मौका छोपेर भिडियो बनाइहालेको के। एकदम रमाइलो हो, कस्तो राम्रो राम्रो ठाउँ, बीच बीचमा खोलाहरू, कस्तो राम्रो ठाउँ देखेँ। अब झन् राम्रो राम्रो स्पोट आउनै बाँकी छ, कस्तो राम्रो छ अरे। सो एक्साइटेड कस्तो छ भनेर म सबै देखाउँछु है। सेती पुल हो है यो चाहिँ, खोलाहरू के अरे सेती पुल हो यो। हेर्नुहोस् कस्तो सफा सेती नदी, वाउ। क्याम्पस अनि यताबाट मन्दिर जाने कस्तो राम्रो छ। हामी आइपुग्यौँ, ओर्लेछौँ। यो ठाउँ चाहिँ सिलगढी भन्ने ठाउँको शैलेश्वरी माताको मन्दिर। कस्तो खुसी लाग्यो, कति राम्रो ठाउँ, छुट्टै हुन्छ नि, पोजिटिभ इनर्जी आइरहेको। म त पुरै गाडीमा यस्तो भइसकेँ। यहाँ अब हात खुट्टा धुने होइन, सफा हुने, चोखो हुने। हेलो, हामी सबैजना छौँ है, जतिजना छौँ त्यतिजना छौँ। कोही हेर केटीहरू सबै आयौँ त होला नि होइन। सृष्टि दादा दुईजना
दुईजना लुगा फेर्न गएछन्, मैले नि अर्कै लुगा लगाएर आएको थिएँ, कुर्ता लगाएँ माथिबाट, त्यही हो। हामी चाहिँ अलि ढिलो आएछौँ, अहिले चाहिँ मन्दिर बन्द भइसकेको रहेछ। अब हामी बाहिरबाट धुपहरू फुल चढाएर जान्छौँ। अब चाहिँ धुप किन्न भनेर जाँदैछौँ हामी सबैजना, केही नलिकन आयौँ रुमबाट, त्यही भएर। फेरि मन्दिर चाहिँ बन्द भइसकेको रहेछ, तर अब बाहिरबाटै पूजा गरेर जान्छौँ। कस्तो राम्रो ठाउँ छ क्या, सबैजना आउनुलाई। शैलेश्वरी मन्दिर डोटीको एकदम राम्रो छ, पसलहरू टन्नै छन्। कस्तो राम्रो छ, कस्तो राम्रो छ। हामीले चाहिँ पूजा गरिसक्यौँ होइन, तर 11 बजे मन्दिर बन्द हुने भएर हामी 11:15मा आयौँ क्या, 15 मिनटले ढिलो भयौँ, त्यही भएर बाहिरबाट पूजा गऱ्यौँ। अब चाहिँ कस्तो राम्रो ठाउँ छ, म देखाउँछु है। 2 कुण्डा भगवती देवीको मन्दिर कस्तो राम्रो छ, हेर्न सक्नुहुन्छ कति राम्रो के। आहा, कलाको त्यस्तै राम्रो हुन्छ नि, कस्तो राम्रो आर्ट। ल हेर्नुहोस्, यहाँ पनि छ, कस्तो राम्रो हुनुहुन्छ, कति राम्रो छ। ओहो, मन्दिरमा आएपछि छुट्टै इनर्जी फिल हुन्छ, कस्तो राम्रो। यहीँ तल क्याम्पस छ क्या, डोटी बहुमुखी क्याम्पस। कति राम्रो के, कति राम्रो। यस्तो मन्दिरमा कस्तो पोजिटिभ इनर्जीको फिल हुन्छ नि, कति राम्रो फिल हुन्छ। 1828मा बनेको मन्दिर कस्तो, आमा 200 वर्ष जति पुरानो मन्दिर लगभग, कति राम्रो। पहिल्यैदेखिको शैलेश्वरी माताको मन्दिर एकदम राम्रो। कस्तो लाग्यो? हामीले हुन्छ नि भगवान् के भन्छ, भगवान्को खेल, किस्मतको खेल। कुन ठाउँमा, धादिङको कुन कुनामा बसेर मान्छे म यस्तो सुदूरपश्चिमको डोटीको शैलेश्वरी माताको मन्दिरको दर्शन गर्न पाएँ। कस्तो कस्तो ठाउँ हो के, यस्तोमा कसरी घरहरू बन्यो होला। यो सेतो सेतो देखेछ नि, सबै घरहरू हो। अचम्म लाग्छ मलाई त, कता कता फेसिलिटी चाहिँ पुगेकै हो क्या। हामी चाहिँ राम मन्दिरमा फोटो खिचेर पूजा गरेर आयौँ। अब चाहिँ यता घुमेर जाने भनेको छौँ। एउटा भगवती माताको कस्तो राम्रो मूर्ति छ, कसले बनाएको होला त्यो मूर्तिकारलाई चाहिँ धेरै धेरै धन्यवाद। त्यो मूर्तिकारलाई 500 तोपोको सलामी। मैले 1000 तोपोको सलामी त MBBS स्कलरसिप छोडेर पेइङमा पढेकोलाई मात्रै दिएको छु। 500 तोपोको सलामी चाहिँ उहाँ मूर्तिकारलाई दिन चाहन्छु। वाउ भन्ने बित्तिकै कस्तो लाग्यो साथीहरू आज यता आएर? एकदमै राम्रो लाग्यो यार, तर कस्तो नयाँ एक्सपिरियन्स, नयाँ ठाउँ, नयाँ कल्चर, कति राम्रो के, कति राम्रो बाटो राम्रो। हामी कस्तो ठाउँमा आइपुग्यौँ। अब हामी खाइन्छौँ। म बाघको मुखबाट पसिसकेँ, मलाई बाघले खाइसक्यो। बाघको पेटमा आइसक्यौँ हामी। रक्षा गरोस् भगवान्, महादेव। दर्शन गर्नु। अब यतापट्टि पनि हुनुहुन्छ है। मैले एउटा सस्पेन्समा राखिराखेको छु, म यहाँभित्र किन आएको भनेर। म अहिले लास्टमा देखाउँछु। वही देखिसकेँ मलाई,
मैले सस्पेन्समा राखेँ भनेको देखियो र त बेटा तुमसे ना हो पाएगा ल हेर्नु है गाइजहरू भगवानको काखमा बसेर मेकअप मैले भनेपछि यिनीहरूले चाहिँ ध्यान कीर्तन गर्न थाले यो चाहिँ भगवानको काखमा बसेर मेकअप चाहिँ सृष्टिको बनेर थिए भगवानको काखमा बसेर मेकअप गरिरहेको छ अब यिनको हेर यिनले आफै गरिरहेको छिन् सनस्क्रिन पनि होइन कता कता मैले सनस्क्रिन लगाएँ छि मैले दिएपछि सबले लगाए है मेरो मात्रै नाम आउँदैन उ जबरजस्ती ग्लस जबरजस्ती गरेर भगवानको काखमा बसेर मेकअप गरेपछि के होला भगवानले यिनीहरूलाई मेकअप चाहिने रहेछ भनेर मेकअप दिनुहुन्छ जस्तो आशीर्वादमा मैले त लाएर भइसकेँ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ सबको मेकअप भ्यायो ल मैले पनि थप लिपस्टिक भगवानको बहानमा नि बसेर दसैँ खाने म चाहिँ लिपस्टिक चाहिँ खाना खाएपछि लाउँछु भनेको छु खाना खाँदा मेटिन्छ भनेर मैले लगाइहालेँ ल ल भगवान मलाई माफ गर्छु कि लाउने साथी लिपस्टिक त खाना खाएपछि लाउँछु त यता नि मस्करा लाउने कार्यक्रम भइरहेको यो क्रिसमा धेरै गर्ने साथीहरू हेर्नु यसको कपाल गर्ने कार्यक्रम भइरहेको सबै त भ्याएर भगवानको वाहन मुनि बसेर हामी पाप त लाग्दैन नि हे भगवान पाप नदिनुहोस् धर्म मात्र तुम्हें शर्म है कुछ शर्म आया है तुम चुल्लू भर पानी में जाके डूब के मर जाओ गाइस हामी दिपावली बजारमा छौँ अनि खाना खानालाई रोके खाना खाएर अनि जान्छौँ माथि त्यो पुलमा बेलुन पुलमा खाना खानु जाने यता क्रिसमा खाना खान जान लागेको छौँ देउरालीमा देउराली चल्यो बतास चल्यो ये क्या है ल डोटी बजार अलि राम्रो बनाएर गर्नु पर्यो भिडियो घाममा हेर्नै सकिरहेन ल फाइनली खाना खाएर भ्यायौँ अब मेरो बिजेट नभएको ठाउँ कहीँ नहुने भयो यहाँ पनि बिजेट भयो के भयो अङ्कलले उतै नानीलाई सोधेर कहिलेलाई भन्नु भएर चाहिँ मैले त पैसा दिइसकेँ अङ्कलले आउनु इसमें नया क्या है दिपावलीमा खाना खायौँ खाना खाएर आएर चाहिँ अब सेती नदी माथिको भाइरल पुलमा जान लागेको छौँ यो पुरै यो बाटो छ नि यो पुरै उकालो चढेर यो पुल तरेर माथिको पुल तरेर यतापट्टि डाँडामा आएर फेरि यसरी ओह्रालो झरिरहेछ क्या अहिले हामी जान लागेको खाना खाएर आएको अब पेट अलिक घट्ने भयो हिँडेर टन्नै उकालो बाटो हो जस्तो छ भाइ कसरी हिँड्ने होला खुट्टा गलिसक्यो कहिले उक्लिने होला तीनटा सिडी चढ्यो होला भक्कन भने यहाँ तर जब त्यति आउँदाखेरि हामीलाई खुट्टा गलिसक्यो गाइजहरू जाँदैछन् गाइजहरू आउँदैछन् यिनीहरू नै हो लास्ट दुईजना यो यिनीहरूभन्दा लास्ट कोही नै छैनन् ओए गइसक्यो यिनीहरू बल्ल बल्ल उक्लिँदैछु पुल
पुलमा सन्जिला गइसकेकी छिन् थकेर आएछ स्याँ भएको छु वाइट वाइट यो कस्तो राम्रो के जङ्गलमा यो पुरै येल्लो फरेस्ट खतरा यता छ सेती नदीको फ्लोको आवाज सुन्न सक्नुहुन्छ कस्तो राम्रो सायद ऊ त्यता माथितिर होला होइन अघि शैलेश्वरी मन्दिर गएको यतैतिर हो अहिले हामी यहाँ छौँ यहाँबाट पुरै चारैतिरको भ्युज देख्न सकिन्छ फेरि कुद्न पर्यो आऊ अन्त गाइस हामी चाहिँ पुलबाट आयौँ फोटोसोटो खिचेर अब ओर्लिन लाग्दैछौँ यो भर्याङ उक्लेर गएर फेरि पहाड ओर्लेसी अनि पुग्छौँ तल ऊ त्यो रोडमा ऊ त्यो हाम्रो गाडी हो पहिला बनाऊ पहिला कहानी बनाऊ भन्नु त यो 2224 राज्य हुँदाखेरि हजुर डोटी राज्यको दरबार हो तत्कालीन दरबार ए यहाँ डोटी राजाहरूले राज गरेको हजुर मल्ल राजाहरू थिए त्यो बेला तिनका एकजना राजा भनेको नागी मल्ल पनि हुन् ए दुईटा किसिमको दरबार हुन्थ्यो हजुर एउटा ग्रीष्मकालीन एउटा शीतकालीन ए ग्रीष्मकालीन दरबार हो यो डोटी राज्य ग्रीष्मकालीन दरबार ग्रीष्मकालीन गर्मीको समयमा हामी कता यो सबै त्यही हो पहिलाकै सिलगढीबाट आउँछु हामी यहीबाट ल एयरपोर्ट यता यो पनि त्यही हो 255 वर्ष पुरानो घर होला ए प्रुफ होइन तर अगाडिको हुन सक्ने होइन अब जस्तो पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाखेरि यो एयरपोर्ट कस्तो राम्रो भ्यू यहाँ नि त वा गाइस आज चाहिँ दिनभरि हामी घुमेर सबै भ्यायौँ होइन अब चाहिँ सेती नदीको पानी छुन भनेर जान्ला हामी लास्टमा अब चाहिँ फर्किने हो सिधै 4:30 जति भइसक्यो अब 3-3.5 घन्टामा पुग्छौँ हामी डडेलधुरा सब सेती नदीको पानी छुन जाँदैछ म पनि जाँदैछु बोतल छ म त पानी भर्न पनि सक्छु थाहा छैन कस्तो सफा पानी हो कि वाउ सेती नदी मैले भर्खर थापेको हेर्नु त आमा खानै मिल्ने उही कस्तो सफा थाकियो गाइस थाकियो अब हामी फर्किँदैछौँ छिट्टै पुग्नेछौँ जैसे बादल हो रहे हैं हर भीगी भीगी रातों में रोए मेरी चुनरी रोए जाए तेरे बिना क्या हाल है अपना क्या तुम बताए चूड़ियां मेरी रोए मेरी चुनरी रोए जाए आज पिया किया मेरे पिया की हाय पिया की आने लगी हर भीगी भीगी रातों यो सबै खेतहरू
सुन्नु सुने